जय मसी आज चाहिँ हामी सङ्गतबाट फर्किँदैछौँ। राजाको सङ्गत धेरै आशिषमय भयो र म तपाईँलाई एउटा क्वेसन सोध्न चाहन्छु। बाइबलमा अनि भजन सङ्ग्रह थाहा नि होइन कति अध्यायसम्म छ? गुड। अनि सबैभन्दा लामो कुन हो त्यसमा? अनि 119 को 9 मा के लेखेको छ? 9 मा चाहिँ जन व्यक्तिको लागि राखेको छ एउटा पद। के लेखेको छ भन? जवान व्यक्तिले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईँको वचन अनुसारको जीवन जिएर नै हो। आमेन। हामी एज अ क्रिस्चियन जवानहरू भइसकेपछि हामी अरूदेखि डिफ्रेन्ट छौँ कि नै? छौँ होइन, 100% छौँ होइन। र एउटा मात्रै कुरा भन, त्यो जस्तो कि अब संसारको जवानहरू र हामीमा एकदम फरक छ। एउटा मात्रै कुरा भन, धेरै छ तर एउटा मात्रै भन। फरक कस्तो भन्नाले हामी क्रिस्चियन जवान र अरू संसारी जवानमा फरक छ कि छैन? छ, धेरै फरक छ। लाइक धेरै कुराहरूमा फरक छ। र एउटा मात्रै कुरा भन्नु पर्दाखेरि चाहिँ एज हामी क्रिस्चियन भइसकेपछि चाहिँ हामीले पहिलो स्थान चाहिँ हामी परमेश्वरलाई दिन्छौँ। अनि अब जुनसुकै कामहरू गर्दाखेरि चाहिँ जवान व्यक्तिले चाहिँ परमेश्वरको वचन अनुसार हिँड्न खोज्छ नि, त्यही क्रिस्चियन भइसकेपछि। किनकि उसले चाहिँ परमेश्वरको वचन थाहा भएको हुन्छ तर संसारको जवानहरू चाहिँ त्यो वचनहरू थाहा हुँदैन। यो कुरामा एउटा फरक भयो र धेरै अरू कुराहरू पनि फरक छ। ओके, थ्याङ्क यू। वेलकम।